यस्तो पानी गयो भने गान फाड हुन्छ नि त भोलि बिहान त पुरा ब्लड आउँछ क्या यसबाट यो चाहिँ बुद्ध चित्त हो अनि बुद्ध यी गाई चाहिँ यसरी हाल्ने पानी चाहिँ यो चाहिँ मिलाएर हाल्नुपर्छ जे हेर्नु न ल हेलो गाइज नमस्ते न्यू डे न्यू ब्लग आज चाहिँ उठ्ने बित्तिकै मैले यो क्यामेरा भेट्टाइराखेँ यो पुरानो क्यामेरा थियो कि मेरो अङ्कल बाहिरबाट आउँदाखेरि ल्याउनु भएको थियो अनि यो चल्छ कि चल्दैन होला कि यार यो जस्ट नाइस क्यामेरा क्या तर चार्जर के पनि छैन यसको अब जस्ट त्यो टाइपको हिरो क्यामेरा थियो कि फोटोहरू पनि छ यार यसमा त 1 जिबीको छ होला एसडी कार्ड जहाँसम्म लाग्छ खतरा थियो यार आफ्नो टाइमको मलाई क्या राम्रो लाग्थ्यो कि यो क्यामेरा पकाइदिएको र मैले कति जिबी गरेँ त 1 जिबी गरेँ यार सही सो गाइज कोहीसँग चाहिँ यो ओलम्पस भन्ने क्यामेराको यही हो मोडल यसको चार्जर छ भने चाहिँ मलाई दिनु है म किन्छु यसको आई डोन्ट नो खै के हो जस्ट यो मोडल होइन जस्ट दामी थियो कि आफ्नो टाइमको चाहिँ अनि यो क्यामेराको चार्जर छ भने चाहिँ मलाई दिनु होला म चाहिँ 100% किन्छु सो त्यही हो खाना नि भर्खर खाएँ अब एकछिन रेस्ट गर्छु हाम्रो आजको प्लान भनेको चाहिँ यहाँ भएको सब हुन्छ रोपेको बुद्ध चित्तमा चाहिँ पानी हाल्ने प्लान छ हाम्रो किनभने 2-3 दिन भइसक्यो पानी नहालेको अनि पानी सानी हाल्छौँ दिउँसोतिर अहिलेको लागि चाहिँ रेस्ट गर्छौँ भन्नाले म चाहिँ रेस्ट गर्छु किनभने भर्खर खाना खाएको अब एकछिनमा जुत्ता पनि धुनु छ सो धोएर राखिदिन्छु त्यही हो अहिलेको लागि चाहिँ लास्ट गर्मी छ कि बाहिर यार यहाँ त्यस्तो झन् त्यो चिजनतिर कस्तो गर्मी भएर होला यार सो त्यही हो गाइज त्यो पानी पराएको चाहिँ क्या यार त्यतिखेर भने होइन कस्तो गर्मी भयो होला कि आमा होइन यहाँ के अरे यो पिसीको फ्यान चलाइहाल्नु सुन्नु है गुड आफ्टरनुन है फेरि अब चाहिँ जुत्ता धुन जान्छौँ भर्खर उठी मुखसुख धोएर रेडी भएर अब मेरो 1 लाख चाहिँ जुत्ता धुनुपर्छ के बोले भाइ के बोले यही हो जुत्ता चाहिँ यही धुनुपर्छ अब सो सेतो जुत्ता यस्तै हुने क्या यार एक किसिम लगाए पनि कस्तो फोहोर भएको जस्तो देखि नि प्लास्टिक केयरबोर्डहरू लगाउनुपर्छ यहाँ फोहोर भइसक्यो धुनुपर्छ यसलाई लगाउँ अब हेर्नु न ल जुत्ता पनि टक्क धोएर सकियो यो किनाएर नि कसम के यो हुन्छ नि किनाएर नि कसम यति थिएन क्या त्यस्तो दामी धोएको छु क्या मैले हुन्छ नि सही हो लगाइस अब चाहिँ खाजा टाइम आज भ्लग अलिक फास्ट भएन कि सर्ट पार्ट मात्रै होइन सो अब चाहिँ हामी खाजा खाएर आउँछौँ त्यही हो हामी हल्का समिङ मोमो let's see दाइ हामीले होइन 2 प्लेट पानीपुरी हाल्दिनु यस्तो पानी दियो भने गान फाड हुन्छ नि त भोलि बिहान त पुरा ब्लड आउँछ क्या यसबाट दाइ चाहिँ खतरा हाँस्नु भएको थियो टकटक तो गाइस यहाँ चाहिँ यसको बेको कोट पनि ल यार तेरो बेको कोट पनि यार हेर कस्तो दामी दिन्छ पुरा गान पानीपुरी खाएपछि अब चाहिँ हाम्रो मोमो आउँदैछ टकटकी बसेर वेटिङ फर अ मोमो गाइस म चाहिँ हाफ मोमो धेरै खान्न म यसले चाहिँ म एकपल्ट घिर्न लगाएर अरू जस्तै हो अब हामी यहाँ खाएर निस्किहाल्नुपर्छ पानी हाल्नुपर्छ फेरि त्यो बोटमा एउटा इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ के भने यो चाहिँ सबै फ्रेस हुन्छ है 10:30 बजी बनाउनु थाल्नुहुन्छ दाइहरूले मिठो हुन्छ ल गाइस भर्खर मोमो खायो अब यसो सकिन लागिसक्यो अनि त्यही हो अब गइहाल्नु यार पानी हाल्नुपर्छ मार्छु नि यार घरबाट ह्याप्पी बिस्कुट पनि किनेर लानु पऱ्यो यार मलाई कस्तो खानु मन लाग्यो ह्याप्पी बिस्कुट सो त्यही हो सो गाइस हिजो यो स्कुटी किनेको पनि 1 इयर भएछ 1 वर्ष भयो स्कुटर किनेको कङ्ग्रेचुलेसन टु हिम ह्याप्पी बर्थडे पर्फर्मेन्स वाइज जस राम्रो भयो यार स्कुटी मलाई राम्रो लाग्यो अनि यामाहाको तर्फबाट जस वान अफ द बेस्ट स्कुटरै भन्छु कि म चाहिँ सो इट्स नाइस
सो गाइज भर्खर घर आइपुग्यो। अब चाहिँ हामी पानी हाल्छ बिरुवामा अनि धेरै नै छ क्या बिरुवाहरू लाइक यो सबै एरिया हाल्नुपर्छ क्या पानी अनि त्यही हो गाइज अब बिरुवामा पानी हाल्छौँ तिमीहरू हेर्ने काम गर यो पाइप सबैलाई जोड्दै जा लिएर त्यही त खुलेर हामी त हाल्दै गरेर चिसो हुन्छ मल आउँदा सो गाइज अब चाहिँ हामी पाइप लान्छौँ सुरुमा ओए जा सो गाइज यसरी नै हाल्ने हो यो जुन बुद्ध चित्त हो अनि बुद्ध चित्तमा चाहिँ पानी यसरी नै हाल्नुपर्छ अलिक कोइली गरेर यहाँ देखा यसरी नै हाल्नुपर्छ अनि त्यही हो अब पुरा सायद लाग्छ होला यार अब 3-4 घन्टा त्यो सबै एरिया नै अघि यो एरिया सबै हाल्नुपर्छ सो 3-4 घन्टा लाग्छ होला यी गाइस यसरी नै हाल्ने पानी चाहिँ यो चाहिँ मिलाएर हाल्नुपर्छ जेपाती हालेर चाहिँ हुन्न कि अनि यसरी हाल्नुपर्छ सोर मिलाएर यो सब एरिया यहाँ भएको सबै ठाउँमा सबैमा रोक्नु भयो अनि त्यहीमा हाल्नुपर्छ अब यता हाल्दा चाहिँ मैले चाहिँ पाइपमा पनि हाल्ने सबैमा हाल्नुपर्छ कि अनि सबैले इक्वेल नै हाल्नुपर्छ कि फेरि त्यही हो यत्रो बाइक छ यार कोही भने जस्तो 3-4 घन्टा लगाइहाल्छ यहाँ मजासँग अहिले चाहिँ हामी यहाँ आइपुग्यो यसरी मजासँग पानी हाल्नुपर्छ कि यो भएन पानी चिसो छ नि त तपाईँले अहिलेदेखि खटिरहेको नि त अनि यस्तो गऱ्यो नि सो गाइज हामी अलमोस्ट अब सकिन लागिसक्यो अब 1-1.5 घन्टा लाग्छ होला त्यसपछि सकिन्छ सो गाइज भर्खरै काम सकाएर नुहाइ धुवाइ गरेर अब चिया खान्छु बास थकै लाग्दो रहेछ यार म त फर्स्ट टाइम गरेँ हो कि कस्तो गाह्रो हुँदो रहेछ तर रमाइलो हुँदो रहेछ कति यहाँ लगभग 300-400 जति बोट छ कि अनि सबैमा पानी हाल्दाखेरि अलि गाह्रो चाहिँ हुँदो रहेछ अन्त अब चिया खान्छु गाइज गुड मर्निङ गाइज यो जुन हिजोको भ्लग कन्टिन्यू गरेको हो अनि एटिएम कार्डै हरायो कि मेरो कस्तो यार सबैको एटिएम कार्डै कहाँ आएको थियो के आएको थियो थाहा नै भने आज काम थियो होइन त्यहाँ जानुपर्ने अब एटिएम कार्डै होइन कि अनि गर्मी कस्तो भएको क्या यार सो इरिटेटिङ हुन्छ नि के हुनुपर्ने हो यार टेन्सन भयो यार कहाँ हरायो सो गाइज खानासाना खायो अब जानको लागि रेडी भएर बसिरहेको के भन्नु सानो हालिदिउँ न सानो हाल्दै भन्छ पानी चाहिँ घरबाट लानु लाग्यो त्यो बाहिरबाट हाल्यो यार अब किनिसिनु भन्दा नि त कस्तो कि अलि अस्ति एउटा ब्याड एक्सपिरियन्स भयो कि के भयो भन्दाखेरि पानी किनेँ मैले लगनखेलमा लास्ट गनाइदिएर के त्यो बेलादेखि म भयो म अब घरबाटै लान्छु थोरै लान्छु तर घरबाट लान्छु भनेर अनि त्यसको आइडिया मैले सोचेँ कालै यहाँ छ लास्ट गऱ्यौँ भइरहेको ल त्यही हो जाउँ बल्ल फर्किने पुग्नु आयो अब जाँदैछौँ एटिएम कार्डै हरायो नि भेटेन नि यार कस्तो ल्याङ बनि हेर त अब मिलाउनै पर्छ यार कति आफूले क्यास दिनु हुन्छ थाहा छैन त्यस मिलाउनु पर्छ हो फाइनल गाइस काम हाम्रो सब सक्यो अनि टक्कर मजाको खाजा खान गएको छौँ त्यहाँ अगाडि चिकन पट्टी रोल खतरा पाउँछ कि अब त्यहाँ जाने टक्कर लगाएर खाने भयो ओके सो गाइज यताको पनि काम सबै सक्यो अब चाहिँ खासा खाएर घर जान्छौँ फाइनली के यार फाइनली 1-2 घन्टा हिँडेपछि बल्ल काम सक्यो क्या सबै अब आनन्द हो कि अब म चेनको सास लिन सक्छु सो गाइज अहिले हामी गोकुको साथमा छौँ गोकु स्कुटी चलाएर गोकुलाई म पञ्चान धेरै त अब मोमो टाइम हाफ प्लेट मोमो 1 प्लेट मोमो को गम A few moments later साह्रो पानी पऱ्यो यार हेर न नयाँ खतरा पानी परिदिरहेको ल अब पुरा यतिकै ठुलो पानी पऱ्यो भने रेकर्ड लाउनु पर्छ नभए त लास्ट भिज्छ यार
यो यहाँबाट हेर कि मैले सदा गर्नु नि यार कसले के गर्नु यस्तो गर्नु नि आम्मामा होला कि यार यहाँको यो लेख यस्तो गर्नु नि हुन्छ कसम यार बिहान उठ्दा जति नै रस भयो भने हामीले त्यो सबै कार्य राम्रोसँग सकायौँ त्यसपछि हामी दुई दाजुभाइ मजासँग आफ्नो घर फर्क्यौँ र चोबारमा चिया पनि खायौँ जुन चाहिँ मैले भिडियोमा लिन र जरुरी पनि ठानिनँ अझ त मामा हजारको कुखुराको मासु के गर्नु खानुपर्छ लुगा पनि सब धोइनु भएछ थ्याङ्क्स आर्म्स ओ माई गॉड सही हो अब खानुपर्छ खाना खै आज ओ माई गॉड यो चाहिँ मैले मेहनत गरेर पकाएको है भर्खर मिठो लाग्छ कि हामी बन्द तपाईँको राम्रोसँग खाना है त्यहाँ बाबा स्टोरी भन्दा बाबा त 2 दिन बाबा त होइन 2 दिन जाँदाखेरि के भएको अरे भन्न के भएको अरे यता बसेर भन्नुहोस् म चाहिँ टक्क लगाएर स्कुटी भाइसेर अलिअलि कराइराखेँ त अनि म चाहिँ बिस्तारै चलाइरहेको थिएँ होइन यस्तो बाटो कि आज चाहिँ किन यहाँबाट भनेर खाल्टोबाट बिस्तारै लाग्ला है तानेर कि अनि पछाडि ब्रेक लगायो त्यो ब्रेकले नधारेर पछाडि यसरी आयो कि डिफ्रेस कि साँच्ची के भएको